के गर्ने त मान्छे कि तर आगो ए चिनानी बुढी चिनानी हो कि बजार नि छ कि छैन होला छैन चिनानी बुढी छैन नेपालको छ लौरे हो नि त्यो मान्छे पहिला यहाँ चाइना हिँडेको अब हामी चाहिँ लौरे हो ल हामी चाहिँ चाइनातिर हिँड्दै चाइना घुम्न आएको आज चाइनातिर घुमेर बज्दै ल यो चाहिँ चाइनाको खोला अरे है हामी चाहिँ चाइनातिर छिर्दैछौँ ल आउने बित्तिकै यहाँ चाइनाको प्रवेश इमिग्रेसनबाट निस्केर बाहिर चाहिँ यहाँ हामी चाहिँ यहाँ ल 5 जना आएको बजे आन्टी मामा अनि मेरो बुढा अनि म ल यहाँ चाहिँ पाइन्छ अरे सबै ओरिजिनल सामानहरू एलबी गुची सबै पाइन्छ ल म त चिन्दैन के आन्टीले भन्नुभएको अब त्यस्तो त किन्न नि गाह्रो हुन्छ हेर्ने मात्रै ल त्यहाँ छ चाइनामा हिँड्दैछु अहिले त हजुर बजे सफा गर्ने चिज होइन होइन अहिले त सफा गरेको पनि छ ल यहाँ मान्छेले सफा नै पर्दैन यी यहाँ बाटोधरि चाइनामा यस्तो सिस्टम निकालेको छ बाटोधरि सफा नि ल मान्छे नचाहिने चाइनाले के निकाल्यो है ल हेर आफै बाटो सफा रहेछ है मान्छे चाहिन्न चाइनाको बिल्डिङ उता पनि छ होटेलहरू सम्झिने दुईजना मजाले गफ गर्दै घाममा हिँड्नुभएको छ बिहान त कस्तो जाडो थियो अहिले त ठिकै भइरहेको छ अहिले त घाम लाएर कस्तो मजा आएछ आज रमाइलो दिन भयो दियोस् यस्तो बस्ने ठाउँहरू ल हामी चाहिँ यहाँ हिँड्दैछौँ अब एस्केलेटरबाट तल झरेर अब एफडिआरमा जाने भनेछ अब त्यहाँबाट कता हुन्छ है अहिले देखाउने गरेर घुम्न सक्छ चाइना सहर ल उता चाहिँ यस्तो छ ल यहाँ चाइना सुरु भयो कुन आन्टी आमाला हो ए है ए पिटे गरेर धुलो धुलो रे रेस्टुरेन्टहरू पुरा चाइनामा त हाम्रो सस्तो नि सस्तो खानेकुरा नि खाने घुम्ने हिँड्ने हो अब यो चाइनामा चाहिँ चाइना सहर कता आन्टी ए अँ है ल हेर ठुलो बिल्डिङ ल जाम चाइना सहर त अलिअलि हङकङ जस्तै हो त्यही हो यहाँ चाहिँ खानेकुरा सपिङ चाहिँ सस्तो नत्र त जस हङकङ जस्तै हो यो स्कुटरहरू यहाँ राखेको चाहिँ खोइ आन्टीले भन्नुभएको जसले पनि चलाउन पाइन्छ भन्छ खोइ त्यो थाहा भएन पैसा सायद कोइन के हालेर चलाउने होला है त्यो चाहिँ ल हेर यहाँ यस्तो रहेछ के बारे दुईजना लुहेर भन्दै यहाँ दुईजना सम्झिन्छ यहाँ हेर्दै हुँदैछ दुईजना चाहिँ
अगाडि अगाडि हिँड्दैछ भने कतिखेर हामी चाहिँ यहाँ सुस्तरी हिँड्दैछौँ। ल आयो मिनी सो, यो चाहिँ जता नि छ मिनी सो चाहिँ। यो साल त सफा भएर जस्तो छैन नि। पहिला त अलि उस थियो, अहिले चाहिँ अलिक सफा भएर जस्तो। बाटोहरू छ, अघि गाडीले सफार्यो, अहिले मान्छेले सफार्यो। ल यहाँ सफा पाउनु पर्यो यहाँ गाडी, यस्तो गाडीहरू चल्ने। ल किनी किनी चाइनामा ल हेर कपडाहरू सस्तो सस्तो, यहाँतिर सबै सस्तो छ भन्दैछ। पुरा हेर कस्तो राम्रो कि यो हिँड्ने ठाउँ, पुरा गाडी नहिँड्ने मान्छे मात्रै यस्तो। त्यो मकाउमा त्यो भित्र हिँड्ने जस्तै रहेछ है, कस्तो मजाको ठाउँ रहेछ। यहाँ कस्तो गाडीहरू नहिँड्ने आन्टी, कस्तो मजाको ठाउँ। ए हो गर्मीमा एसी राख्छ अरे क्या आन्टी। हेर्नु न यहाँ ठाउँ पनि कस्तो राम्रो, आमा कस्तो सफा रहेछ। अहिले चाहिँ चाइना र धेरै सायद 1 वर्षपछि आयो होला, तर सफा भएर चाहिँ चाइना चाहिँ। यो हिँड्ने ठाउँ चाहिँ कस्तो राम्रो, मान्छेहरू सपिङ गर्ने, खाने, हिँड्ने, स्कुटर चाहिँ हिँड्दो रहेछ है। चाइनाको भ्रमण आज आफ्नो चित्र हिँड्दैछौँ, सपिङ गर्दैछौँ। अब खाना पनि जाने एकछिनमा। दुईजना चाहिँ उता गफर्दै बेलिनो जस्तै हो चाहिँ क्या, कति सस्तो हो कपडा त।联大活动，活动期间开放60折，活动期间限时开放6.9折，欢迎光临，欢迎光临。Hello， 来这里逛，来这里要。के आन्टी पछि मम्मीलाई लिएर आउनु पर्ला। मम्मी पनि कार छ नि चाइनाको, बनाइसक्यो। एकैचोटि बनाएको हो। आउने भन्दाखेरि नेपाल जाने हतार भएर फेरि नआइकन जानु। अब आउँदा लिएर आउने हो कि। यहाँ त सबै कपडाको दोकान। पछि अब आमा तपाईँ म आउँदा सबै गरौँला क्या। अब यो पैसा आउँदा त खुल्छी जाला। त्यही त अहिले त्यहाँ गर नि आइसीमा आउनु। ए दोकान नातिनीहरूले लिएर आउनु पर्ने छ। सबै यो लामो हिँड्ने रहेछ है। पहिला त यस्तो थिएन आन्टी। ए होइन पहिला त यस्तो थिएन के। त्यही त नि अहिले त कस्तो सफा गर्छ। ए यहाँ जापानिज खाना रे। यहाँ चाहिँ हो, यहाँ चाहिँ के स्टेडियम, यहाँ चाहिँ सो गर्ने रहेछ क्या आन्टी। सो गर्ने ठाउँ क्या। कति के पाउने आन्टी? ए ल है पानी
ऊ अगाडि छ बिग्रो चाइनामा दोकानै दोकान यो गल्लीमा फेरि पुरा कपडाकै दोकान रहेछ सबै सपिङ गर्ने अहिले त बिहान भएर मान्छे छैन भरे बेलुका चाहिँ मान्छे हुन्छ अरे आधी पेटेको एकदम यो रोडै ब्याग हुन्छ अरे सस्तो राम्रो बलियो कपडाहरू पाउँदो रहेछ नि यहाँ चाहिँ ल है एकलाई सपिङ गर्न मन लाग्यो यहाँ आयो हुन्छ ठाउँको नाम त फेरि थाहा छैन के हो चाइनाको लोगोबाट निस्केर एक स्टपमा हो के अरे गोल्डन बिल्डिङ रहेछ यहाँ गोल्डले बनाएर क्या हो ल हामी फेरि अर्को स्टपमा हिँड्दैछौँ सबैले एडभर्टाइज गरेर चाहिँ आँखा बनाउने हो कि कान बनाउने हो कि नङ बनाउने हो कि सबै सस्तो यो चाहिँ नाइट मार्केट जस्तै रहेछ है नाइट मार्केट जस्तै रहेछ यो चाहिँ कता हो आन्टी हो ए तुनमुन रे ए तुनमुन चाहिँ नाइट मार्केट जाँदा नाइट मार्केट जस्तै नाइट मार्केट भन्दा सामसिपुर जस्तै रहेछ हजुर बाजे यो लेडिजहरूकै हो पाइन्छ आन्टी यो घर बसेर लानु त पाइन्छ ऊ 100 को 3टा 100 को 3टा यहाँको त ठुलो हो नि ल है खाना खाने ठाउँ खोज्दैछौँ हामी चाहिँ कति हो कति फेरि खाना खाने ठाउँ अब कता चाहिँ बस्ने भनेर यहाँ खोज्दैछौँ यहाँ यस्तो पकाउँदैछ सी फुडदेखि लिएर खानेको त हो कति यताखेरि जुस सेक्सन ल हेर जे खायो नि यहाँ बस्ने ठाउँ होला फेरि रेस्टुरेन्टको ल र जे खाने छ है साथी कता हो अब ल यो बुढाले चाहिँ यहाँ हेर्दैछ फेरि के पाइन्छ भनेर रहेछ बुढा किन भनेको कता हो यहीँ एक ठाउँमा बसेर खायो भयो नि सबै ठाउँ छ त नि ऊ यहाँ नि रहेछ त पटको हामी चाहिँ अहिले यहाँ बसेछौँ खाना वेटिङ गर्दै तर सस्तो है यो है मेरो यहाँको भन्दा सस्तो होइन $26-30 $35 सी फुडहरू कति सस्तो छ नारियल पनि हाम्रो यो माटोको भाँडामा पक रिप्समा भात अनि यहाँ चाहिँ वेस्ट यता पक रिप्स यता तातो रहेछ बजेको चाहिँ आएन है अचार पनि आमामा यत्रो धेरै दिँदो रहेछ लगाएर पिरो ल खाइदिनु खानु ल भात खाएर यहाँ अङ्कुस खानु मलाई हालेर अङ्कुस खाँदै हुनुहुन्छ है बजेले ल जाम हिँड्नु
है मान्छे यहाँबाट छिरिरहेछ कि ऊ टिकट काटेर टिकट काट्नु भन्ने छ कि ए तर ब्यागहरू चेक गर्ने है ल यहाँ सस्तो दोकान रहेछ दोकान देखेको त यहाँ फेरि पसिहाल्यो दुईवटा सम्झिने दुईजना त $19 $15 हजुर बजे यहाँ चाइनामा आएर नङ पनि बनाइयो है यहाँ आन्टीको चाहिँ नङ बनाएर खुट्टा पनि बनाउँदै हुन्छ मैले चाहिँ दुईटै हात नदेख्ने लाउनु पऱ्यो काममा लाउनु दिनु यस्तो खोइ बजे तपाईँको नङ देखाउनु त बजे पनि बनाउनु हुन्छ ल अब बजेको चाहिँ रातै मनपर्छ त्यहाँ रातै मेरो चाहिँ नदेख्ने कलर काममा देख्दैन यस्तो कलर माथितिर आएर यस्तो राम्रो रेस्टुरेन्टहरू रहेछ है चाइनामा सबै रेस्टुरेन्ट आकाश जस्तो ठाउँ ल मेरो बुढा र म चाहिँ हिँड्दै हो है अब स्पिड ट्रेनमा जाने हो घुमबाट यहाँबाट सेन्जेन हुँदै अब कता कता पुगिन्छ बन्दर जाने कि कता जाने थाहा छैन त्यहाँ सपिङ गर्नु जाने हुँदैछ भ्यायो भने अब एक दिन छुट्टीमा भ्यायो त जाने हो नत्र त घरै फर्किने सेन्जेन गएर ल हामी चाहिँ यतै एमपिआरतिर जाँदै त्यो बाटोतिर मेरो त्यही घरकै नजिक छ कि एमपिआर नि त्यही भएर एकछिनपछि आइहाल्छ भनेर हामी चाहिँ यहाँ बाटोमा हिँड्दैछौँ ल अहिले सबै ट्रेन सेन पनि सबै देखाउँला के कस्तो हुन्छ भनेर हाम्रो एमटिएन आयो गोगु जाने हामी चाहिँ भिआइपी सिटमा जाने भनेर चलेछौँ है कता बस्ने हो ल हामी चाहिँ भर्खरै के अरे केसिआर हो कि एमटिआर होइन एमटिआरमा आएर बसेको चाइनाको लागि गोगु जाने हो फर्स्ट क्लासमा जाने भनेर बुढाले पनि भिआइपी सिटमा बस्दैछ अर्कोमा त सिटै नपाउने हो यहाँ फर्स्ट क्लासमा जाँदै ल अब सेन्जेन गसी भेट्नुपर्छ हामी चाहिँ भर्खरै लोमा झऱ्यौँ अब चाइना जाने सेन्जेन जाने भए चाहिँ अब यस्तरी एग्जिट हुनुपर्छ यहाँ सेन्जेन लेखेको छ नि होइन अब यतातिरै एस्केलेटरबाट जाने लोसम्म आउने त्यहाँबाट एरोले देखाएको हुन्छ सबै बाटो पनि सेन्जेन लेखेको छ हो त्यतातिर जाने है कोही चाइना जाँदैछ सेन्जेन जाँदैछ भने कि त्यही नि सबै एरोमै देखाउँछ पुरै सजिलै छ लोगो आखि त त्यहाँ निस्किन मात्रै हो बाँकी त्यहाँबाट त एरो हेर्दै गयो भने आउँछ झन् त्यो कार्ड बनायो भने त्यो 5 वर्षको लागि अहिले त गभर्मेन्टले बनाएको कार्ड रहेछ त एकचोटि रेजिस्टर गरेपछि त्यही हाम्रो आइडी जस्तै टुट्ट गऱ्यो अनि छिराल्यो गयो सजिलो छ है कोही चाइना आउँदै हुनुहुन्छ भने पासपोर्टहरू केही चाहिन्न त्यो कार्ड भएपछि भयो ल त्यहाँपछि इमिग्रेसन आउँदो रहेछ हङकङ रेसिडेन्ट चाहिँ हामी अब यस्तरी सिधै हुँदै जाने अनि हाम्रो त्यो कार्ड टुट्ट गरेर जाने हो अब चाहिँ यसरी हङकङ रेसिडेन्ट लेखेको हुन्छ यहाँ चाहिँ अब कार्ड घिसारेर चाइनाको कार्ड घिसारेर हङकङ आइडी यसरी जाने र अघि मेरो मिस्टेक भएछ कि अघि चाहिँ हङकङको कार्ड नै हाल्ने रहेछ अनि अब यो चाइनाको वारी गसी बल्ल अर्को इन्डिकेसन आउँछ चाइनाको त्यहाँबाट बल्ल चाइनाको कार्ड हाल्ने रहेछ कि यहाँ चाहिँ रहेछ क्या फेरि चाइनाको इमिग्रेसन अब यहाँ चाहिँ रहेछ चाइनाको
कार्ड सिराएर जानुपर्ने है। अघि चाहिँ मैले रङ भनेको छु, अघि चाहिँ हङकङको, यहाँ चाहिँ चाइनाको। ल हामी चाहिँ चाइना छिर्यो। अब इमिग्रेसन कटेर आयौँ। अब चाइना छिरेपछि यताबाट हुँदै बाहिर निस्किँदै जाने होला। अब हेर्दैछौँ। अब अस्ति नै आएको एकचोटि त फेरि हेर्दै जानुपर्छ। ल ट्रेन ट्याक्सी जे लयो पनि यता तलबाट जाने। अब यहाँ एस्किलेटर रहेछ। एमटिआरबाट निस्किने बित्तिकै अनि त्यहाँबाट ट्याक्सीमा गयो नि भयो। अब कता जाने हो, त्यहाँबाट एमटिआर नि हुन्छ। जता गयो नि हुन्छ। एमटिआर पनि सस्तो छ फेरि, $2 मात्रै। कहाँसम्म पुग्छ थाहा छैन, तर $2 थियो है अस्ति आउँदा। अहिले त त्यस्तो छ। ल कतै ट्याक्सीमा जाने भए चाहिँ यता ट्याक्सी स्ट्यान्ड लेखेको रहेछ। अनि यहाँ चाहिँ ट्याक्सी एमभित्र म्याकडोनल्ड खानेकुराको दोकानहरू कति हो कति। ल यहाँ चाहिँ ट्याक्सीहरू पाइन्छ। अब हामी चाहिँ त्यहाँ एक ठाउँमा बुढाले छिनेको छ, हो त्यहाँ जानु पऱ्यो। अनि अब त्यहाँ के गरिन्छ अहिले हल्का देखाउन पाए देखाउँछु कि नत्र भयो। अब बुढोबुढी घुम्यो गइयो। ल हामी चाहिँ भर्खरै ट्याक्सीमा चढेर अब गन्तव्यतिर लाग्दैछौँ। कता हो ठाउँ त थाहा छैन अहिले। गएर त्यहीँ बसी देखाउँला। लन्च खाने बेला भयो। मेरो बुढा चाहिँ कता मिठो छ भन्दै यहाँ पिक्चर हेर्दै हुनुहुन्छ। ए माछा सबै छ है। अब ल म त अलिकति भोक लाएर त्यो सागको खाएको र बुढाले चाहिँ यहाँ के खाने भनेर हेर्दै हुनुहुन्छ। काटेर 每天新鲜到货，品种多多，让你买的开心，吃的放心。这些水果 जुस अर्ग्यानिक जुस, अर्ग्यानिक भन्दा नि फ्रेस जुस। ल मासु जता गए नि मासु। यहाँ चाहिँ बदम नट्सहरू सबै नट्सहरू बदम अस्ति किनेको मिठो लाग्यो। के हो त सुकुटी जस्तो छ त। चाइनाको फेमस एक टाट यो बनाएको माग नि माग। यो 10 मानि कति त यहाँ कुकिजहरू नि छ सबै रहेछ चिकेको। ल हामीले चाहिँ अघिको बिस्कुटहरू यो एकटारहरू लियौँ यहाँबाट। अनि यो चाहिँ कस्तो हुँदो रहेछ भने चाहेको जो सुगर लेस छ त्यस खाँदाखेरि मिठाई छैन पुरा खाँदा चाहिँ मिठाई रहेछ। अब लन्च चाहिँ कता खाने भनेर हेर्दैछौँ। यो यहाँ चाहिँ त्यो एकटारहरू यस्तोहरू चाहिँ कस्तो सस्तोमा पाउने क्या कुकिज एकटारहरू चाहिँ। अनि मिठो पनि फेरि फ्रेस बनाएको। अब त्यहाँ छोरीलाई लैदिन पर्ला। यो चाइनामा चाहिँ यो स्कुटरहरू जहाँ पाए त्यहीँबाट हिँड्ने रहेछ मेरो लगेर। मान्छे हिँड्ने ठाउँबाट नि हिँडेकै छ, यताबाट नि हिँडेकै छ। ल हेर साइकल स्कुटर मान्छे त्यही ठाउँबाट हिँड्ने। स्कुटर चाहिँ एक ठाउँमा हुँदो रहेछ अनि त्यहाँ विच्याटबाट पैसा तिर्दै त्यो गर्ने रहेछ क्या। त्यो हाल्नु मलाई त्यसो कुरा बुझ्दैन कता। ल अब हामी चाहिँ उता गएर ट्याक्सीमा चढेर खाने ठाउँतिर जाने। ल स्कुटरहरू बिचमा हिँडेर यस्तरी स्कुटर राख्ने रहेछ। फेरि नेपाल जस्तो क्या अलिअलि झापा त्यहीबाट हिँड्ने। यस्तरी स्कुटर राख्ने रहेछ, स्कुटर साइकल। अनि यिनीहरू चाहिँ जसले चलाए नि हुने, तर त्यो विच्याटबाट पैसा ट्याकटक तिर्न पर्ने। अनि सबै इलेक्ट्रिकलै रहेछ फेरि।
त्यसरी चलाउन मिल्ने साइकल पनि छ ठाउँ ठाउँमा यस्तो रहेछ फेरि ल मोबाइल दोकान नि आयो यहाँ एप्पलको दोकान सबै छ ल म चाहिँ अब यहाँ हिँड्दैछु छैन सफाइ गर्दै अब चाहिँ घुम्यो अलिअलि सपिङ गरियो अलिअलि खाइयो अनि अब फेरि लो एमटिआरतिर जाँदै स्कुटर बाटोमा आफ्नो भाषाको त्यो हिँडेर राख्दैन चलाउँदैछ फेरि हेर्दैछ स्टेसन आइपुग्यो लोको ठुलो प्लाजा यहाँबाट चाहिँ ट्रेनमा चढेर जानुपर्छ यहाँ त सबै त्यस्तै हुन्छ पानी लिएर आउनु त ल हामी चाहिँ अहिले लोको प्लाजामा ठुलो प्लाजा छ यहाँ चाहिँ राम्रो कुराहरू पाइन्छ र अहिले यहाँ हेर्न आएछौँ है अब हेरौँ के छ यहाँ घडीहरू के देखाइरहेको छ ओरिजिनल के हो थाहा छैन चाइनाको माल भनेपछि डुप्लिकेट जस्तो लाग्यो राम्रो छ है दोकानको ल अब चाहिँ चाइनाबाट छोडिने होला अलिअलि सपिङहरू गऱ्यौँ त्यहाँ ब्यागभित्र हातमा छ अलिअलि गऱ्यौँ अब हेर जस्तो त हङकङको सेमै रहेछ कोही मात्रै डिफ्रेन्ट अरू त सेमै हो खानेकुराहरू चाहिँ सस्तो तर त्यही भएर हामीले चाहिँ यहाँ घरि खानेकुरा किनेछौँ छोरीलाई मनपर्ने एक टाढहरू केकहरू चाहिँ सस्तोको पाइँदो रहेछ त्यही किनियो अब चाहिँ घरतिर लाग्नु होला अघि डिजरहरू त खाएको र खानेकुरा त्यो बन्चहरू चाहिँ अब के त खाएन अब त्यहाँ यसो अब एमटिआर स्टेसनमा नि छ क्या रेस्टुरेन्टहरू त्यहाँ मिठो लाग्यो भने चाहिँ त्यहाँ खानु पर्ला नत्र भए हङकङै गरेर खानु पर्ला ल यस्तो घाम लागिरहेको छ हामी चाहिँ एमटिआरतिर जाँदै कताबाट उयो त होला नि ए तलबाटै अब है अब तलबाटैबाट गएर एमटिआर स्टेसन जाने ल राजाबाट चाहिँ तल झुङ्गा यसरी झरेर जानुपर्छ भर्याङ छ ल हेर यहाँ रहेछ पाण्डा दाई हिँड्दैछ त्यहाँ ल हेर अर्को चाहिँ के अरे कृष्ण बिहार ए पोलर बिहार एउटा पाण्डा दाई एउटा पोलर बिहार हो बिचरा मान्छेले कति पर्छ यहाँबाट भिग्दैन पुरा कताबाट हो
टु हङकङ लेखेछ त्यतै होला नि गाडी टु हङकङ चाइनाको ड्युटी फ्री सपहरू यहाँबाट चाहिँ उता गएपछि फेरि हङकङ सुरु भयो अलिकति 5 मिनट होला हिँडाइ त्यहाँबाट त हङकङ ल फेरि हङकङतिर जाँदै हामी अब फेरि हङकङतिर प्रस्थान गर्दै चाइनाको भ्रमण सुरु भएर टाइम त 3:20 मिनट छ बुढा अब हामी चाहिँ यो पुलबाट त पुल जस्तो रहेछ त्यहाँबाट उता गसी हङकङ आएर फेरि त्यहाँ देखाएको थिएँ यो एउटा बुझ्छु जस्तो रहेछ यो र वारी र पारी गरेपछि चाइना र हङकङ फेरि हङकङतिर त्यहाँ हङकङ देखाउँछ दियो त्यो चाहिने बुढा अब आइडी कार्ड भयो हुन्छ अब चाहिँ एमटिआरतिर जाँदैछ यत्रो हिँड्नु पर्ने रहेछ फेरि अघि त हामी हिँडेको थिएनौँ अहिले त फेरि यत्रो हिँड्नु पऱ्यो के हो पनि आउँदा त हिँड्नु परेको थिएन जाँदा त के हो यत्रो धेरै यत्रो लामो पुल छ के अरे आज नि यति धेरै मान्छे आमामा कति सन्डे आउँदा त हुन्छ नि भने आज नि फेरि यत्रो मान्छे छ ल है सिम्चा सेवा झरेर हामी चाहिँ यहीँ हिँड्दैछौँ चाँडै आइपुग्यो अनि यता नि फेरि सिम्चासेतिर नि यसो घुमाउँ भनेर यता हिँड्नेछौँ यहाँ त कस्तो रमाइलो बनाएको अहिले त निकै लङ टाइम भन्न आएको राम्रो बनाइरहेछ बुढा चाहिँ उता अगाडि अगाडि म चाहिँ पछि हेर्दैछु चाहिँ सिम्चासेतिर आउँदैछ के पाइन्छ हेर्ने खाने अनि घरतिर जाने फेरि भोलि काममा जानै पर्छ ल हामी चाहिँ अब लाग्यो चाइनातिर यसो अब सपिङ गर्ने बुढाबुढीको छुट्टीमा यो भएर चाइनाको सेन्जेन जाँदै हो ल सबैजनालाई गुड मर्निङ